भिडियोलाई कुनै पनि ढिलो चाँडो नगरी यासीको रिजल्ट कसरी चेक गर्ने भनेर मैले तपाईहरुलाई आज यो भिडियोमा सिकाउने छु। भिडियो पुरा हेर्नु होला, एउटा पनि स्किप नगर्नु होला भिडियोलाई। सुरुमा तपाईहरु मोबाइलको क्रोम ब्राउजरमा जानुहोस्। क्रोम ब्राउजरमा जाने बित्तिकै तपाईले सर्च बटनमा गएर seentc.np गएर सर्च गर्नुहोस्। सर्च गर्ने बित्तिकै तपाईलाई सिधै यो वेबसाइट खुल्नेछ र यसमा तपाईले अब सिम्पल नम्बर राख्नुहोस्। सिम्पल नम्बर तपाईले आफ्नो लेखिसकेपछि यो सर्च रिजल्टमा गएर क्लिक गर्नुहोस्। क्लिक गर्ने बित्तिकै हेर्नुहोस् त तपाईको तल जीपीए देखायो। अब यसरी जीपीए देखाउने बित्तिकै अब तपाईलाई आफ्नो ग्रेड सिट हेर्न मन लाग्यो। ग्रेड सिट हेर्नको लागि तपाईले चाहिँ अब यताटी साइडमा दिएको यो ग्रेड सिट लेखेको छ नि हो त्यसमा क्लिक गर्नुहोस्। क्लिक गर्ने बित्तिकै हेर्नुहोस् त साथीहरु सिम्पल नम्बर, त्यसपछि तल अलिकति तलतिर हेर्नुहोस् त यो जन्म मिति, त्यसपछि यो तल हेर्नुहोस् त यो क्याप्चा छ है यहाँ तल हो यो देखाइएको क्याप्चा छ नि यो क्याप्चालाई चाहिँ यसमा हान्नुपर्छ सेम टु सेम यसमा। अब तपाईले माथि सिम्बल नम्बर लेख्नुहोस् सुरुमा आफ्नो पुरै लेख्नुहोस् सिम्बल नम्बर, अल्फाबेटको पछाडि लेख्नु पर्दैन केही पनि एबीसीडी र त्यसपछि तपाईले आफ्नो यसमा जन्ममिति लेखिसकेपछि तल क्याप्चा लेख्नुहोस्। क्याप्चा लेख्ने बित्तिकै तल सर्च रिजल्टमा गएर क्लिक गर्नुहोस्। क्लिक गर्ने बित्तिकै हेर्नुहोस् त साथीहरु तपाईको यसरी देखियो लेजर। यदि भिडियो मन परे सब्स्क्राइब गर्नु होला।